बल्ल बल्ल गाडी चढाएर भ्याइयो यार। धकल्ल 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 धकल्ल। गाडी यहाँ आएर तान्दै तानेन गाडीले। आधा माल झार्दा पनि तानेन। अब मेसिन बोलाउनु पर्ने भयो। यो गाडी चाहिँ करन गएछ। यो गाडीले गर्दा डिस्टर्ब भयो क्या। अनि पिकअपै पुगेन। त्यसपछि भयो। त्यसपछि त मेरै गाडीको काम तमाम। तल कम्पनीको गाडीहरू लाइन लाखन। एउटा हो वहाँ भयो। त्यसको पछाडि अर्को छ। यो गाडीलाई यसो साइड लगाइदिएको भए सायद आउँथ्यो होला। यो के ठाउँ? यो ठाउँको नाम के हो? कसलाई थाहा होला? यहाँ सधैँ हिँडिराख्ने। यहाँ अप्ठ्यारो भनेको यही रहेछ क्या हो? त्यही त उकालो क्या। हेर्दाखेरि त्यस्तो ठाडै नदेखिने होइन। गाडी हिँडेपछि मलाई ल न तपाईँ गएर अझै साइड च्याप्दैन। आयो खै त रेस मात्रै गर्दा बसेँ त यार झन् आउँछ कि भनेको। आयो आयो आवाज त ठुलै गरायो के अरे। अब के गर्छ यहाँ आएर? आयो 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 जानको डराइरह्यो। आयो 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 सिनो कनायो सिनो। अघि हिजो यसरी डिस्टर्ब गरेर क्या। अहिले त्यो आवाज त्यस्तो ठुलो उयसै छैन। पिकअपको आवाज हो कि के हो र? त्यो आवाज मात्रै ठुलो हो कि फुल्ली थिच्न राखेको। बाटोमा कसले खै केमा भयो? आयो आयो यत्रो ठुल्ठुलो ओट हाल्नु पऱ्यो यार। यस्तो छ बिजोक छ। लाउन आउन आउन आउन। भयो अड्डको यसको गाडी के भएर करम चेक गर्ने भनेको? यो गाडी साइड नलाउँदासम्म यस्तो। यो गाडी आउन उठायो हुन्न र? एकचोटि उठायो हुन्थ्यो नि त।
भर्यो भर्यो अब अब छोड्नु बल नगर्ने भन्नु अब भयो क्या तपाईँको गाडी बरु साइडै लाउनु पर्छ क्या यसले त यस्तो तपाईँ गाडी साइड नलाइकन त नहुने भयो त्यही भएर तपाईँ नआउनु पर्ने हो क्या भयो लास्ट त्यही हो यस्तो बिजोग छ यो गाडीले नतानेर यस्तो ठाडो कालो यो त मेरो गाडी यो पनि तानेन उता मुनि तल अर्को बिग्रेछ ओ किन पछाडि गर्नु भएको अगाडि गर्नु के खानेपानी छ यहाँ थोरै अगाडि गर्नु के ठुलै ढुङ्गामा चढ्यो के थोरै त उठ्छ होला नि थोरै उठाउनु के अगाडि नउठाउ अहिले के गर्नु त यो ढुङ्गा हालिदिएर गलत भयो के यस्तो छ ठाउँ खोला र नाला र पहाड गाडीले बल्ल बल्ल तानेर यहाँ साइड लगाइदिए अब यहाँ जाँदैछु म अर्को ठाउँमा अब अरू कम्पनीको गाडी अझै तल छन् अब तिनीहरूले के गर्छन् तिनीहरूको तान्छ कि तान्दैन अब गएर हेरिन्छ अटन बिजोग छ यो राजुदाको गाडी मेरो गाडी नचढेर बिजोग छ गाडीहरू पुरा लाइन लाग्ने धमाधम पुरै लाइन ला यताबाट खाली गाडी उताबाट लोड गाडी बिचमा यो मेन समस्या भनेको त बिचमा एउटा गाडी बिग्रेको चाइनिज गाडी सिनो गाडीको कराउनु गयो त्यसले गर्दा बाटो साँग्रो भयो अनि बाटो साँग्रो हुनासाथ गाडी पिकअपमा ल्याउन मिलेन त्यसले गर्दा पिकअप टुट्यो अनि माथि फेरि ठाडो उकालो त्यसले गर्दा चाहिँ गाडीहरू तानेकै छैन कि सब अड्किरहेछ यहाँ यिनीहरू यस्तो छ मेन सब सिनो गाडी बिग्रिनाले हो धकाले 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 ओ यो गाडी साइड नलाउँदासम्म त यस्तै दुःख पाउँछ त गाडीवालाले तल हालेर लानु पर्यो 450 फुटा लानुपर्छ माल र त्यही गर्ने कहाँ यसरी सधैँ यस्तो गरेर सकिन्छ त नि होइन यो गाडी साइड लाए त अलिकति कम समस्या हुन्थ्यो होला नि त्यहाँ पिकअप छोड्नै भएन नि अनि यिनीहरूले पुरा ढाला बराबर कति टन मान लिएर आउँछ र 30 टन 32 टन तान्छ त मजाले होइन यिनी नयाँ गाडी र पुरानो गाडीमा त फरक पर्छ त नि भाइ मेरो गाडी झन् अस्ति कराउनु गइदियो त्यसै रोगा भयो हाम्रो गाडी कराउनु पायो भने क्या मान्दैलाई ओ दुईटा गाडी पछाडि छन् त्यही राख्नु अहिले यता साइडमा चेप्न भन्नु न
लगाइजे जेसीबी जेसीबीले धकालेर मात्रै पार गरेछ गाडीहरू केटा यस्तो हरिबिजक बनाइदिएछ त्यो गाडी साइड नलाउँदासम्म यस्तै दुःख पाइएला जस्तो गाडीहरूले मेन त सेतो गाडी बिग्रेर हो क्या अनि यता साइड छेपेर आउँदाखेरि पिकअपै पुग्दैन आयो अर्को पनि सानो ठुलो त यार हिजैदेखि ट्र्याक्टर जस्तो भएर ल हाम्रो कम्पनीको गाडी आयो माने दाइ 236 237 आयो 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 तान्छ कि तान्दैन आयो 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 तान्छ होला मेरो गाडी त अस्ति करन गएदेखि रोगा भयो उकालो देख्नै हुन्न तान्दै तान्दैन यार उकालो देखेकै दुःख दिन्छ जानु जानु आउनु 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 दाइ जग हालेको जग हाल्नुभयो यसले त तान्यो के भयो फेरि ४९लाई धराम आइरहेको पिकअप पुगिरहेको छ ट्रक लिएर गयो कि नै यार आउनु आउनु नि गयो ताने भनेपछि मेरै गाडी रोगा रहेछ तान्दैन तान्ने पिकअप टुट्न खोज्छ यसको त ओ दाइ जग लिभर लिएर गएको ल ल आउनु आउनु Incoming voice call from Mandai on Sim 2. Aman. आयो 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 यो नयाँ नयाँ भारत बेन्चहरू त मजाले तान्छन् ल अहिले त गाडी हिँड्दा हिँड्दा बाटै बन्यो यार सुरुमा त बाटै थिएन खिच 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 चेचिसै रहेछ यहाँ त ए रुन लायो आउनु
ल हाम्रो त 39ले पिकअप पुगाएन जस्तो छ त्यसलाई वहीँसम्म गए त ब्याक गर्दै आयो यति तानिस त आउँछ आयो ए तानेन यसले नि रोक्नु ओ रोकम साइड ल आज त बिचकै गरायो त ओके आउन माथि थोरै ल भयो दियो रोक्नु है ल दियो जानु धकल्दै जानु फुल्ली हो क्या फुल्ली पिकअप हो रोक्नु है पुरै दबा छ क्या होइन तान्ला नि अब त तान्ला नि माथि त कहाँ छ र यस्तो अप्ठ्यारो त जाम त्यस्तो गर्दै लग्यो नि त झ्याप्पो रोक्ने अनि लाने ल तान ढाकल्दै माथिसम्म यत्तिकै जाने हो माथिसम्म यत्तिकै जान्छ क्या ढाकल्दै टुप्पासम्मै धकाल्न पर्ने भयो यसलाई त झन् मेरो त थोरै माल ए धकाल्नु यहाँ अन्त माथि यस्तो छैन क्या छैन यहाँ मात्रै हो भयो रोक्नु है धकालेको देख्दै के आएको होला त्यो गाडी भाइ माथिसम्मै धकाल्न पर्ने भयो यसलाई त थाक्यो भयो तान्छ ल जा म गएँ बल्ल
बल्ल बल्ल गाडी चढाएर भ्याइयो यार बल्ल धकाली धकाली भयो भने डोजरले धकाली धकाली भए पनि चढाएर भ्यायो यार अब लास्ट टाइममा अघि नै सुरुमा आउँदा हामी दुईवटा गाडी अगाडि थियौँ अब लास्ट टाइम पर्खिँदै होला नि हामी मेरो त आधा माल झारिदियो त्यहाँ झारेर लगभग 1 ट्र्याक्टर जति माल झारिदियो खसालिदियो खसालेपछि बल्ल गाडीले तानेको नि होइन अझै धकाले गयो डोजरले आएर यस्तो हेर्दा त्यस्तो खासी उकालो देखिन्न त्यस्तो उकालो रहेछ यार त्यही पनि हाम्रो गाडी पुरानो भएर पनि हो पुरानोमा दम छैन भोक पनि लागिसक्यो यार